छालाको व्यापार सित्राको समाचार जस्तो नबनाउनुहोस् क्या जिन्दगीलाई, केही बुझ्नुहोस्। अति यार, अहिले आउँछ मिना, भरे आउँछ मिना यार। मिना इज मिना रे, छाला लेख्न। ये मिना इज मिना लेख्दैछ ओए डोने, यहाँ छाला लेख, नाम लेख भने भोलि मिना हैन, छाला व्यापारी हो। छाला व्यापार गरेर गाला टल्काएर तपाईँ आफू भन्नु के तपाईँले कति घण्टा काम गर्नुहुन्छ, छाला व्यापारीले कति घण्टा काम गर्छ, तपाईँले त्यसको लेभलमा पुग्नु सक्नु भएको छ कहिले? छाला बेचेर गाला टल्काउनेहरूलाई के थाहा दुःख भनेको के हो? मुला तिमीहरू यहाँ मिना इज मिना भन्नेहरू नि, यहाँ आएर सोच के तिमीहरूको बुढा कति डिग्रीको घाममा काम गर्दैछ। बुढाले महिनामा पैसा पठाएर छोराछोरी त बुढो बाउआमालाई चाहिँ गाउँमा राखेर छोराछोरी पढाउने बाहनामा सहरमा बसेर कतिजनाको गाडीमा हिँड्नुभएको छ, कतिजना झाडीमा हिँड्नुभएको छ, त्यो सोचेर भन्नु क्या पहिला, नसिकाउनु क्या यहाँ हामीलाई आएर। जस्तोलाई त्यस्तैले सपोर्ट गर्ने हो। मिनालाई हामीले नि हिजो सपोर्ट गरेको थियौँ, उसले सही बाटो हिँड्छु भनेर सपोर्ट गरेको मान्छे हो क्या हामी पनि। तेरीमा झ्याक्नेहरू। मिना इज मिना, मिनाले टिकटक चलेको अरे। मिनाले टिकटक चलेको हो भने जानुस् तपाईँ एउटा तपाईँको परिवारमा मजाले बसेर टिकटक हेर्नुहोस् त, सक्नुहुन्छ? फेरि गर्नु त, स्टार्ट हो कि स्टार्ट। तपाईँ भरतको स्वास्नीको लागि होइन, भरतको बालबच्चा पनि हेर्नुहोस् एकचोटि, यति हो कुरा। अनि नाम पनि के हो है अब त? मिना भनेर माथितिर मिना भनेर हाल्ने, तलतिर फेरि याम प्लस बी रे। म त आज पो हेरेको। नाम पनि के हो त? याम प्लस बी रे। फुल पनि हिजो अस्ति त्यसमा अलिक सही नै कमेन्ट गर्थ्यो कि उसको भाग्यमा काम नगरी खाना, त्यो आरिस गरेको होइन के, आरिस गरेको होइन। यसलाई आरिस भन्दैन के, भाइ हो कि बहिनी हो, तिम्रो भाइ हो कि केटी हो कि केटा हो, ऊ चाहिँ छुटाएर आऊ ल। पहिला कुरो दिमाग सड्केको बेला, मेरो हिजोदेखि दिमाग सड्केको छ नि, कमेन्ट कसले के गर्दैछ भन्ने कुराहरू हेरिरहेको हुन्छ, याद गरिरहेको हुन्छ, बोल्न मात्रै नपाएर हो के। 12-14 घन्टा काम गर्नुपर्छ। तिमीहरू जस्तो दुनियाँलाई मागेर गाला टल्काएर छाला बेचेर गाला टल्काएर खाने होइन नि त। ल ढुक्कै भयो, आनन्दै भयो। फाल्दै मैले नबोल त्यसको बारे। अब यो शारदा फेरि सबै कुरा भन्नु, बाबुआमाको नाम नलिनु, बुझ्नु भयो? बाबुआमा तपाईँहरूलाई के भन्नु भएको छ र? चुप लागै माचिकिने पुती पुखे नि। जहाँ ठिक खुब आइस, जहाँ ठिक यहाँ सिकाउनलाई। तँलाई मन पर्दैन निस्केर जान। यो काहीँ नमगा तेरो बाउलाई आमा चिक्ने भनेर सिकाएर हुन्छ र? रङाडीको बानहरू यहाँ सिकाउँछस्? हामीलाई जे बोल्न मन लाग्छ हामी बोल्छौँ नि, होइन? ओसियन होइन डोना? हाम्रो बोर्ड हो, हामी जे पनि बोल्न सक्छौँ र हामी तर जे पनि बोल्न सक्छौँ। तिमीहरू जस्तो ज्ञान पेलेको छैनौँ हामीले। मेरो मर्जी हो, जे बोल्न मन लाग्छ बोल्छु नि। कति यार एउटा सुन्नु, हिजो पनि मिनाको नाम लिएर भाइरल भएर के पाइन्छ? तिमीहरू 2-4 जनाले फलो गरेर हामी भाइरल भएर हामीले काम नगरी खाने हो? चाँठा दुःख नगरी मुजी अर्काको खाना पाइँदैन। मुला बिहानको 6 बजेदेखि अहिलेको 6 बजेसम्म काम गरेर आएर सही गलतलाई गलत छुट्याउने काम गर्नुहोस्। यहाँ कमेन्ट लेख्न आउनेहरूले को सही को गलत भनेर छुट्याउनु।
यिनीहरूले के त्यो छालातिर लागेपछि के तेरो गलत छालाको पक्न त अन्धभक्तहरू 12 तारिक मात्रै आउन देन छाला व्यापारीको मैले छाला छ नि यसरी म राखेर बस्छु नि थाहा पाउ जस्तै मैले चलाउँदैछ सिकाउँदैछ तिमीहरूले होइन छालाको व्यापार चित्रको समाचार भनेन भने डोनाले याद गर्दै गर डोना हो डोना तँहरूले नि तँहरू जस्तो मन परि गाली गर्नु चाहिँ आउँदैन कि तिमीहरूको मैले जानेको छु आइडी सस्पेन्ड भएको छ कति दिन सस्पेन्ड हुन्छ कति चाहिँ उयो गर्छस् आइडी नि त मुला यार भरतको गलत छ यत्रो बिचरा एउटा नारी एउटा केटी मान्छे बाल बच्चा छ बुढोले त्यस्तो गरिरहेछ तिमीहरू यहाँ आएर ज्ञान पेल्नेहरू नि मैले धेरैको बुझेको छु क्या मैले नभोगेको मात्रै हो धेरैको देखेको छु तिमीहरूको बुढा 2 घन्टा हरायो भने तिमीहरूले घरमा कतिसम्म बवन्डर मचाउँछस् त्यो सोच के एकचोटि गएर ऐनामा हेर क्या घरमै आएर खाटमा बसेर अर्काको बुढालाई पठाउने ऊ गर्ने पठाएर गेस्ट हाउसमा पठाउने अनि पठाएर त्यहाँ उहाँ लाने आफ्नो कोठामा लगेर सुताउने गर्दा पनि चुप लाएर बसिरहेको छौँ हामी हो एकचोटि यो उसको ठाउँमा यो भरतको बुढीको ठाउँमा लगेर राखेर हेर त तिमीहरूलाई एकचोटि अनि त्यसपछि तिमीलाई पनि त्यसपछि पनि मिना सही लाग्छ भने चाहिँ ल जाऊ छाला व्यापारी नै हो तिमी पनि सिधै कुरा ल बोल सावित्रे बोल तेरो पनि छ बोल त्यसलाई पनि अस्ति बोल्न देखे हो ओइ कस्तो चाहिँ अन्धभक्त रहेछ हौ रन्डीको छोरीहरू त छाला त झन् यत्रो सत्य कुरा बताउँदा पनि आएर भोकिरहेछ हौ रन्डीहरू मासाला त नकरा रन्डी डोना भन्छस् कि ताल पर भने तेरो पैसा भने त केटी हो भने तेरो पै नै उडाइदिन्छु नि फेरि याद गर्दै गर नि दम छ भने तेरो पैको नम्बरले त तेरै पै उडाइदिन्छु के गर्छस् तेरो यार कस्तो नमुनाहरू आउँछ अलिकति हुन्छ नि सही र सत्य बुझ्नु पर्छ यार अनि मलाई के गलत छुट्याउन लागिरहेछन् भने ती मिलेर के रे म अरूसँग बोल्छ कि बोल्दिनँ यो अरूसँग बोलेको गलत देखाउन सक्छु कि सक्दिनँ एउटा ट्याक्सीवालालाई फोन गरेर नम्बर मागेर मेरो माइत जाँदा पनि के रे त्यो मान्छेलाई त्यो ट्याक्सीवालालाई फोन गरेर थर्काएको छ क्या त्यो मान्छेले यिनीहरूले यो चाहिँ गर्दो रहेछ हिजो यमुनालाई पनि कतिवटा फोन आएको रे के यिनीहरूले नम्बर फरवार्ड गर्दो रहेछ के यिनीहरूको नि सञ्जाल रहेछ एउटा नम्बर फरवार्ड गर्दो रहेछ अनि तै त्यस्तो भन्छस् अर्काको बुढा ताक्छ सरी मिना ताक्दैन अरे तैँले मलाई रन्डी भन्छ पो तेरै बुढा ताक्छु भनेको त राडी हो कि राडा हो नकर है धेर मुला यिनीहरूको कमेन्ट पर्खेर नबसौँ हौ यत्तरीका पर्खेर होइन म त नाना साँच्ची भनेको म आज यति बिजी थिएँ क्या म काम गरिरहेको छु हेरिरहेको छु है मिनाको नाम नलि खाएको पस्दैन भन्छस् राडीहरू कुत्तीहरू डङ्किनीहरू 12 घन्टा काम गरेर आएको छु यहाँनिर थाकेर भएर त्यही पनि किन एउटा सही र सत्यमा टिकटकमा बोली त हालियो पहिला के रे एकचोटि रमालाई लाइभमा बसेर मैले लाइभमा देखेको है रमालाई यो कुर्ता पनि मैले किनिदिएको भनेर देखाइराखेकी थिएँ ठक्क जिन्दगी 42,000 पैसा मैले चण्डिकालाई तिर्न पठाएको त्यसको रन्डीको छाला लाएको लुगा लाएको पैसा मेरो पैसा दिनु छ के रे म पैसा मैले के भने पैसा दिएपछि त अब बसलाई पैसा नदिएर रहेछ क्या रे मिलेर नबसेको भनेर मैले 42,000 पैसा उसलाई के रे त्यो चण्डिकाको लुगा लागी रहेछ त्यसलाई कुस्यात्र त्यसलाई कात्र लाउनलाई जिम्दैमा कात्र पनि छाला बिनाको मान्छे हो र भनेको छ सरिता तामाङ छाला बिनाको मान्छे र तिमी छाला व्यापारी संगठनको उयोहरू सदस्यहरू नआऊ है यहाँनिर कमेन्ट नपेल है मेरो दिमाग सड्केको छ नि मुलेनीहरू 12 घन्टा काम गरेर आयो जाँठीहरू फलानाको नाम नलि हुँदैन खाएको पस्दैन तेरो छाला व्यापारी गर्छ यहाँ भन् त मलाई यति घन्टा 2 घन्टा मात्रै काम गरेको देखा त
सामाजिक सञ्जालमा आएर बोल्या हो के तिमीहरू किन यहाँको रामायण तलै रमा मिना माडा मारायणलाई भाइरल बनाएको मिनाले भन्छ तेरो बाउको भाइरलको कुरा नगर कि मेरो दिमाग नसड्काइ लगेर जा तेरो फ्यान फलो लगेर जा गीत तँलाई तेरो भाइरल हुन छैन हामीलाई लैजा तेरो भाइरलको कुरा गर्छस् एउटा फोटो हालेको छैन एउटा भिडियो हालेको छैन भाइरल भएर के काम तैँले जा तेरै पालो आयो भाइरल हुने जा मिनासँग सङ्गत गर तेरो स्वास्नी छ भने दिनकै बाइकमा यसो घुमाउनु लगा अनि रक्सी खुवाउनु लगा अनि तेरो बुढाले छुएन भने छुन पनि आएन नामर्दो रहेछ भनेर भन्छ मासल्ला हो त अनि अब छुन गएन भने यो त नामर्दो रहेछ भन्दो रहेछ त